अनुहार देखाउन यहाँ किन आएको? तिमी साँच्चै यो सम्बन्ध तोड्न सक्छौ? सक्थिन, तर तिम्रो यो बेहोराले गर्दा नि मैले बाध्यता भएर तोड्न खोजेको। बुझ्यौ? उहाँको चाहिँ अत्याधिक रूपमा चाहिँ रक्तस्राव भएको कारणले गर्दाखेरि उहाँ बेहोस हुनुभएको। तुरुन्तै रगतको व्यवस्था गर्नु पऱ्यो। उहाँको चाहिँ ब्लड ग्रुप के होला? ओ नेगेटिभ हो डाक्टर साहब। ल तुरुन्तै अब चाहिँ उहाँलाई चाहिँ होसमा ल्याउनका लागि ब्लडको व्यवस्था गरिहाल्नुपर्छ। मेरो पनि ओ नेगेटिभ होइन, घरमा बुढी पनि छैन, कसलाई भन्ने होला त। डाक्टर साहब एकैछिनै म यताउति फोन घुमाउँछु ल। हेर पानी भएको भए कस्तो सर्लक्क हुन्थ्यो, यो माटो पनि ढाडिन्थ्यो, कति रमाइलो हुन्थ्यो यो। भन्छ दाइ। ठुलो बा लडेर म स्वास्थ्य चौकी आएको छु कि। स्वास्थ्य चौकीमा? तेरो ब्लड ग्रुप ओ नेगेटिभ है? मेरो त ओ नेगेटिभ होइन नि त दाइ। ए ओ पोजिटिभ पो हो। खै त ब्लडको व्यवस्था गर्नुभयो? बिरामीले गाह्रो भइसकेको छ, अलिक छिटो गर्नु होला। म गर्दैछु डाक्टर साहब। तेरो ब्लड ग्रुप कुन हो? तेरो पनि ए पोजिटिभ। कसलाई बुझ्ने होला त यार? केही उपाय र जुक्तिहरू लगाउनु। दाइ के छ अहिले? तपाईँ ठिक छ? ठिक छ डाक्टर साहब। ठिक हुनुहुन्छ तपाईँ, नआत्नुहोस्। डाक्टर साहब उहाँको होस आएको हो र? होस आइफुल भने आइस आइस। तिमीले नि आइपुग्यो ठुल्बा? अनि रगत कसले कहाँबाट जुटाउनु? सुन्नुहोस्, उहाँ बेडमा छ, हेर्नुहोस् त, उहाँले दिनुभएको ब्लड। कृष्ण
कमजोरी छ बिस्तारै है। ठिक छ दाजी, तपाईँले मलाई आज रगत नदिनु भएको भए म त गइसकेको हुन्थ्यो होला माथि। यो तपाईँले लागेको गुण त म कहिल्यै तिर्न सक्दिनँ होला भाइ। धेरै भाइ, यो गुणका कुरा नगर न। आज एउटा छिमेकी मृत्यु र जीवनको दोसारमा हुँदा म अर्को छिमेकी चुप्प लागेर कसरी बस्न सक्छु होला भन् त होइन? अब एउटै खाटमा सुतेपछि खुट्टा लाग्छ, एउटै गाउँमा बसेपछि तलमाथि हुन्छ। यस्ता कुरालाई